15-20 वटा आइपिओ भरिसक्दाखेरि पनि तपाईँले यो अलोटेडको मेसेज देख्न पाउनु भएको छैन भने कतै तपाईँबाट के मिस्टेक्सहरू त भइरहेको छैन। आइपिओको एप्लिकेसन प्रोसेसमा केही यस्ता गल्तीहरू तपाईँबाट भइरहेको हुनसक्छ जसले गर्दा तपाईँको भएको आइपिओ अरूले लिएर गइरहेको हुनसक्छ है। र यो कुरा थाहा पाइराख्नु एकदमै जरुरी छ, नत्र तपाईँ चाहिँ सियास्ता चार्ज तिरेको तिरे र तपाईँको भएको आइपिओ चाहिँ अर्कै लिएर गएको हुनसक्छ। आजको भिडियोमा हामी ती मिस्टेक्सहरू के हुन् भनेर कुरा गर्छौँ र साथसाथै हामीले आइपिओ भर्दाखेरिको ब्याकग्राउन्डमा सिडिएससी अथवा इस्यु म्यानेजरले कसरी प्रोसेस रन गर्छ भनेर पनि डिटेलमा बुझ्ने कोसिस गर्छौँ, ताकि अर्कोचोटि तपाईँको भएको आइपिओ तपाईँकै भागमा मात्रै आओस्। तपाईहरूले उहाँ सरले यो बल तानेको त देखिरहनु भएको होला। उहाँ सरले चुज गरेको त्यो बलले तपाईँको भागमा आउने आइपिओमा कसरी इम्प्याक्ट गर्छ भनेर पनि आजको भिडियोमा भन्छु है त। आइपिओ प्रोसेसलाई हामीले 4 वटा स्टेपमा डिभाइड गर्न सक्छौँ। एप्लिकेसन प्रोसेस, प्री अलटमेन्ट क्लिनिङ प्रोसेस, स्किप भ्याल्यु क्याल्कुलेसन र लास्टमा लकी ड्र। एप्लिकेसन प्रोसेस भन्नाले हामी सबैलाई थाहा भएको प्रोसेस, जसमा चाहिँ सबैभन्दा पहिला कम्पनीको आइपिओ सेभनको पाइपलाइनमा जान्छ र सेभनले अप्रुभ गरिसकेपछि कम्पनीले एउटा प्रस्पेक्टस पब्लिस गर्छ, जसमा चाहिँ कम्पनीले कति नम्बर अफ सेयर चाहिँ पब्लिकको लागि लिएर लागिरहेको हो, इस्यु ओपन डेट, इस्यु क्लोज डेट, मिनिमम कति अप्लाई गर्नुपर्छ, म्याक्सिमम कतिसम्म गर्न पाइन्छ, जस्तै यस्तै इन्फर्मेसनहरू सहित एउटा प्रस्पेक्टस निकाल्छ। आइपिओ ओपन भइसकेपछि हामीले मेरो सेयर मार्फत पनि यस्तो इन्फर्मेसनहरू हेर्न सक्छौँ र यही मेरो सेयरको थ्रु नै हामीले आइपिओको एप्लिकेसन दिने गर्छौँ। त्यसपछिको स्टेप भनेको प्री अलटमेन्ट क्लिनिङ प्रोसेस हो। अब एप्लिकेसन क्लोज भएपछि सबैभन्दा अगाडि क्लिनिङ प्रोसेस हुन्छ, जसमा इस्यु म्यानेजर र सिडिएससीले सबै एप्लिकेसन कलिक गर्छ र इन्भ्यालिड एप्लिकेसनहरू फिल्टर हुन्छन्। हो, यहीँनिर तपाईँले मिस्टेक गर्नुभएको रहेछ भने तपाईँ स्टेप 2 मै फिल्टर आउट हुनुहुन्छ। अब आइपिओको एप्लिकेसन्सहरू इन्भ्यालिड हुने कारणहरू के हुन् त? नम्बर 1, एउटै मान्छेको नामको 2 वटा बिवाइडी डिम्याट अकाउन्टबाट अप्लाई गरेको खण्डमा। नेपालको कानुन अनुसार लिगल्ली एउटा मान्छेले 2 वटा डिम्याट अकाउन्टसम्म राख्न पाउँछ। हामीले कहिलेकाहीँ जानेर वा अनजानमा 2टा अकाउन्टबाट भरिराख्छु, केही नभए पनि एउटाबाट त पक्कै पर्छ होला नि भनेर आइपिओ भरिरहेको छौँ भने हाम्रो 2टै अकाउन्टको एप्लिकेसन रिजेक्ट भइरहेको छ। यो केसलाई डुप्लिकेसी मानिन्छ र डुप्लिकेट अकाउन्ट्सहरू चाहिँ रिजेक्ट हुने गरेको छ। नम्बर 2, ब्याङ्कमा इन्सफिसियन्ट ब्यालेन्स भएको खण्डमा। मान्छेको अकाउन्टमा 1000 रुपियाँ पनि हुँदैन होला त भनेर तपाईँले सोच्नुहुन्छ भने सबैभन्दा धेरै रिजेक्ट हुने कारण मध्ये एउटा यो पनि हो। कहिलेकाहीँ कस्तो सिनेरियो आउँछ भने एकैचोटि 3-4 कम्पनीहरूले आइपिओ इस्यु गरिरहेको हुनसक्छ। तपाईँले जतिवटा कम्पनीको आइपिओमा एप्लिकेसन दिनुभयो त्यति नै चोटि 1000 रुपियाँ तपाईँको अकाउन्टमा ब्लक भएर बसेको हुन्छ। मानौ एकैचोटिमा 4 वटा आइपिओ आयो, तपाईँको अकाउन्टमा ब्यालेन्स थियो 3000 रुपियाँ, तपाईँले 3 वटा आइपिओ भर्नुभयो, जसले गर्दाखेरि 3000 रुपियाँ तपाईँको अकाउन्टमा देखाए पनि त्यो फ्रिज भएको हुन्छ र चौथो आइपिओ आयो, तपाईँले 3000 रुपियाँ त छ नि मेरो अकाउन्टमा, नपरे पनि भनेर त्यो ब्लक्ड अमाउन्ट रिलिज हुनुभन्दा अगाडि नै फेरि नयाँ आइपिओ भर्नुभयो भने त्यो तपाईँको इन्सफिसियन्ट ब्यालेन्सको केसमा पर्यो र यो केसमा पनि तपाईँको आइपिओ रिजेक्ट हुन्छ स्टेप 2 मै। त्यसैले आइपिओ भर्नु अगाडि ब्याङ्क अकाउन्टमा कति ब्यालेन्स छ भनेर चाहिँ चेक गर्नु होला है। नम्बर 3, रङ डिटेल्सहरू, जस्तै कि तपाईँको प्यान नम्बर, पर्सनल इन्फर्मेसनहरू मिसम्याच भएको खण्डमा पनि तपाईँको आइपिओ रिजेक्ट हुन सक्छ। नम्बर 4, तपाईँको मेरो सेयर अथवा डिम्याट अकाउन्ट डिएक्टिभेट भएको खण्डमा। कहिलेकाहीँ हामीले आफ्नो डिम्याट अकाउन्ट र मेरो सेयर अकाउन्ट चाहिँ रिन्यू गर्न बिर्सिरहेको हुन सक्छौँ। त्यस्तो केसमा तपाईँको अकाउन्ट चाहिँ रिन्युअल डेट कटिसकेपछि डिएक्टिभेट हुन्छ र डिएक्टिभेट भइसकेको अकाउन्टबाट तपाईँले यदि आइपिओ अप्लाई गर्नुभयो भने त्यो आइपिओ पनि रिजेक्ट हुन्छ। नम्बर 5, तपाईँको एप्लिकेसन अनभेरिफाइड भएको खण्डमा। जेनरली कतिपय मान्छेहरूले के गर्नुहुन्छ भने लास्ट दिनको लास्ट आवरमा गएर आइपिओ भरिरहनु भएको हुनसक्छ। कहिलेकाहीँ आइपिओको एप्लिकेसन क्लोज भइसकेपछि तपाईँको ब्याङ्किङ आवर पनि क्लोज भइसकेको रहेछ अथवा बिदा परेको रहेछ भने तपाईँको एप्लिकेसन चाहिँ अनभेरिफाइड रहन्छ र यस्तो केसमा पनि तपाईँको आइपिओ रिजेक्ट हुन जान्छ। यिनै हुन् मुख्य कारणहरू जसले गर्दाखेरि तपाईँको आइपिओ एप्लिकेसन्स रिजेक्ट हुने गर्छ। यसैले तपाईँहरूले पनि चेक गर्नु होला कतै तपाईँहरूले यो गल्ती त गरिरहनु भएको छैन। अब भ्यालिड एप्लिकेसन्सहरू कलेक्ट हुन्छ र हरेक एप्लिकेन्ट्सलाई युनिक सिरियल नम्बर असाइन हुन्छ डेटाबेसमा। यो सिरियल नम्बर चाहिँ जेनरली 7 डिजिटको हुने गर्छ र यो प्रोसेस चाहिँ सिस्टमले अटोमेटिकली नै गर्छ। यसमा कुनै पनि म्यानुअल प्रोसेसहरू इन्भल्भ हुँदैन। तपाईँले आइपिओ भरेको टाइम अनुसार तपाईँलाई सिस्टमले एउटा नम्बर असाइन गरेर दिन्छ, जुन चाहिँ पछि सिरियल्ली सर्टिङ गरिन्छ। अब स्टेप 3 मा स्किप भ्याल्यु क्याल्कुलेसन गरिन्छ। अब स्किप भ्याल्यु भने के हो त भन्दाखेरि सिम्पली भन्नुपर्दाखेरि कतिजना भ्यालिड मान्छेलाई चाहिँ भ्यालिड भनेको छु है मैले, कतिजना भ्यालिड मान्छेलाई चाहिँ स्किप गर्ने भन्ने क्याल्कुलेसन हो।
स्किप भ्याल्यु क्याल्कुलेट गर्दाखेरि चाहिँ टोटल भ्यालिड एप्लिकेन्ट्सलाई टोटल नम्बर अफ पर्सन हु क्यान बी अलोटेडले डिभाइड गर्यो भने स्किप भ्यालु आउँछ। यसको मतलब कतिवटा भ्यालिड एप्लिकेसन्स हामीसँग छ त्यसलाई डिभाइड गर्ने, कतिजना मान्छेलाई चाहिँ हामीले सेयर बाँड्न मिल्छ। जस्तै एउटा इक्जाम्पल हेरौँ, मानौँ कि कुनै पनि क्लिनिङ प्रोसेसबाट 10 लाख चाहिँ भ्यालिड एप्लिकेसन्सहरू आयो, तर हामीसँग बाँड्न मिल्ने सेयर्स भनेको 50,000 जनालाई मात्रै हो। यो चाहिँ कसरी थाहा हुन्छ भने यदि कम्पनीले चाहिँ 5 लाख सेयर बाँड्दैछ र हरेकलाई 10 किता दिँदैछ भने 50,000 जनाले चाहिँ सेयर पाउन इलिजिबल छन् हो। अब यही अनुसार हामीले स्किप भ्यालु कसरी क्याल्कुलेट गर्न सक्छौँ त भन्दाखेरि मानौँ हामीसँग 10 लाख भ्यालिड एप्लिकेसन्सहरू छ र 50,000 जना चाहिँ सेयर पाउन सक्ने मान्छेहरू छन्। अब 10 लाखलाई 50,000 ले डिभाइड गर्यौँ भने 20 हुन्छ हो। यो नै स्किप भ्यालु हो। अब स्किप भ्यालु कसरी युज हुन्छ भनेर स्टेप 4 मा थाहा हुन्छ है त हामीलाई। अब स्टेप 4 और लास्ट स्टेप भनेको लकी ड्र प्रोसेस हो। यो त्यही स्टेप हो जहाँ उहाँ सरको काम आउँछ। यो प्रोसेसमा इस्यु म्यानेजरले एउटा डेट फिक्स गर्छ अलटमेन्ट डे भनेर, र त्यो दिन एउटा लकी ड्रको लागि प्रोग्राम हुन्छ। यो प्रोग्राम हामीले सोसियल मिडिया मार्फत पनि लाइभ हेर्न सक्छौँ र यो प्रोग्रामको काम भनेको अब उहाँ सरको हातबाट एउटा बल निकाल्न लाउने हो। तपाईहरुले देख्नु नै भएको होला, एउटा बक्समा डिफ्रेन्ट बल राखिएको हुन्छ जहाँ चाहिँ डिफ्रेन्ट नम्बरहरू लेखिएको हुन्छ 1 2 3 4 भनेर। अब उहाँले एउटा बल झिक्नुहुन्छ र त्यो चाहिँ लकी ड्रको स्टार्टिङ नम्बर डिसाइड गर्नको लागि गरिन्छ। सपोज नम्बर 4 वाला बल आयो भने सिरियल नम्बर 4 वाला इन्भेस्टरले चाहिँ फर्स्ट सेयर पाउँछ र अब अघि नै जुन हामीले स्किप भ्यालु क्याल्कुलेट गरेका थियौँ नि त्यो भनेको 20 आएको थियो हाम्रो, त्यो भनेको अब 20 जनालाई स्किप गर्ने हो। यो अनुसार हामीले हेर्ने हो भने 4 + 20 गरेर 24 सिरियल नभएको मान्छेले सेयर पाउँछ। अब फेरि +20 गर्दाखेरि 44 ले सेयर पाउँछ र फेरि +20 गर्दाखेरि 64, यसरी 20-20 जनालाई स्किप गरेर सबै सेयर्सहरू अलट गरिन्छ। अब थाहा पाउनु भयो भने त कसरी हाम्रो अकाउन्टसम्म आइपिओ अलट गरिदो रहेछ भनेर। अब यो भिडियो हेरिसकेपछि आइपिओ पर्दै नपर्ने मान्छेले यसो डिफ्रेन्ट टाइम डिफ्रेन्ट डेटमा भरेर टेस्ट गर्ने पो हो कि के थाहा, परिपाल्छ कि। थ्याङ्क यू फर वाचिङ।